यसो सोच्ने तपाईँ कुन पार्टीको है यो पार्टीले गर्यो भने त हाम्रो पार्टी तल पर्यो त्यो खालको दरिद्र सोचाइले त्यो दरिद्र सोचाइले त्यहाँ काम गरिरहेछ क्या म त एउटा समयमा आएको एउटा सानो भुसुना पात्र न हो होइन देश भन्यो भनेदेखि त भोलि हाम्रो शाखा सन्तान सबैजना हाम्रो सन्तति तपाईँको मेरो सबै हाम्रो चाहिँ सन्तति यही देशमा बस्ने होइन उनीहरूले सुविधा भोग गर्छन् नि होइन उनीहरूले अवसर पाउँछन् त्यसरी पो सोच्ने हो सबभन्दा धेरै गाली खाने मेयरै हो नि म है ताली पनि थियो ताली पनि छ पनि अझै पनि छ पनि होइन किनभने मैले जहाँ गए पनि होइन एक खालको त्यो प्रेम देखिरहेको छु तर गाली गर्ने पनि त्यति नै छ फेरि अनि त्यो गालीले म चाहिँ तपाईँको उस हुनुपर्छ भन्ने लाग्दैन म त एभ्री डे इज माई लास्ट फाइट भनेर बिहान उठ्छु क्या त्यसले गर्दाखेरि त्यो एउटा जुनुन म भित्र जे छ होइन कहिलेकाहीँ म आफै पनि छक्क पर्छु यस्तो साह्रो चाहिँ नहुनुपर्ने हो कि जस्तो लाग्छ म त देश बनाउन आएको मान्छे हेर्नुहोस् होइन श्रमबाट म देश बनाउँछु भन्छु होइन भ्रमबाट होइन गफ त भ्रम हो नि त गफबाट होइन श्रमबाट देश बनाउने कोहीसँग फोटो खिच्यो भने उसकै भइहाल्नु पर्यो होइन भोलि केपी शर्मा ओलीसँग भेट भयो भने उता भइहालेछ भन्ने त्यस्तो त हुँदैन नि त त्यो फोटो त खिचिन्छ नि के छ र होइन हरेकको हातमा अहिले मोबाइल छ क्यामेरावाला फोटो खिच्छ लगाउँछ अहिले फेसबुकमा अथवा कता सामाजिक सञ्जालमा अनि त्यसो हुँदा चाहिँ उहीसँग चाहिँ फेरि अब यो चाहिँ भएछ भन्ने खालको म धरानमै मात्रै लिमिटेड भएर बस्दिनँ सर यति चाहिँ तपाईँले बुझ्नु होइन त्यसो भए यो राजनीतिक रूपमा अब सङ्गठन विस्तारको एउटा चरण हो भनेर बुझौँ यसलाई त्यसरी बुझ्दा पनि हुन्छ त्यसरी बुझ्दा पनि हुन्छ अर्को कुरा जुन अभियान हामीले चलाएको छौँ यो अभियान देशव्यापी हुनु जरुरी छ त्यसरी बुझ्दा पनि हुन्छ त्यो अभियान भनेको जनश्रमदानको अभियान हो है र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो भन्ने अभियान हो